पहिलाको कम्पेरिजनमा चाहिँ हाम्रो मन्थली हेर्दाखेरि 2x भन्दा बढी सेल्स भइरहेको छ र त्यसले गर्दाखेरि चाहिँ हाम्रो टिममा पनि अब अलिकति काम गर्नलाई अझै हाम्रो ग्रोथ हुनको लागि चाहिँ यसले चाहिँ हामीलाई मोटिभेट गरिरहेछ। नमस्ते, म हिमाल धमला। मैले चाहिँ महको बिजनेस डेभलपमेन्ट र ओभरअल मार्केटिङ एन्ड सेल्स हेरिरहेको छु र हामीले चाहिँ नेपालमा बिकिपिङ र नेपालीहरूलाई चाहिँ अलिकति एक्सप्लोर गरौँ, यसलाई पनि प्रोमोट गर्नुपर्छ भनेर चाहिँ हामीले यो महकमा चाहिँ स्टार्ट गरेको। हामीले चाहिँ कस्टमरहरूलाई मेनली चाहिँ एकदमै अर्ग्यानिक र नेचुरल प्रोडक्ट प्रोभाइड गरिरहेको छौँ र पर्सनहरू जसले चाहिँ आफ्नो रेगुलर डाइटमा चाहिँ नेचुरल र अर्ग्यानिक स्विटनेसलाई चाहिँ एड गर्न चाहनुहुन्छ र हेल्थ कन्सियसहरू हुन्छ उहाँहरूलाई चाहिँ हामीले मेनली टार्गेट गरिरहेको हुन्छौँ। हामीले चाहिँ दराजमा लगभग 5 इयर्स अगाडिबाट नै काम गरिरहेको हो र हामीले रिब्रान्डिङ गरिसके पछाडि चाहिँ लगभग 18 मन्थ जति भयो महकमा हामीले सेल्स गर्न थालेको चाहिँ। र हामीले चाहिँ दराजमा मेनली चाहिँ 4-5 भेराइटीभन्दा बढीको हनीहरू छ र त्यसपछि बिकिपिङ टुल्सहरू छ अनि त्यस पछाडि चाहिँ हनीबाई प्रोडक्टहरू छ, त्यसमा चाहिँ बी पोलिनहरू हनी कम्पहरू पर्छ, त्यो चाहिँ गरिरहेको छ मैले चाहिँ। दराज जोइन गर्नुभन्दा पहिला चाहिँ हाम्रो सोसियल मिडियाहरूबाट गर्थ्यौँ होइन, त्यसमा चाहिँ तपाईँको हामीले जेन्युन प्लेसमेन्ट पाएको थिएनौँ, हामीले आफैले गरिरहेको हो। त्यो भएपछि के हुन्छ भने कहिलेकाहीँ तपाईँको डेलिभरीमा समस्या हुनसक्छ होइन, तपाईँको अब कस्टमरहरूले रिसिभ नगरिदिने, अरू प्रब्लमहरू आउने, उहाँ गइसकेपछि क्यान्सल गरिदिने, यस्तो खालको प्रब्लम भएको छ। अब जस्तै दराजबाट हामीले क्यान्सल भयो वा केही इस्यु आयो भने चाहिँ हामीले पहिले नै गर्न पाउँछौँ। त पहिला चाहिँ हामीले त्यस्तो फेसिलिटी पाएको थिएनौँ, अहिले चाहिँ त्यसबाट एकदम राम्रो भएको छ। अब हामीले चाहिँ तपाईँको दराज सेलर सेन्टरमा चाहिँ तपाईँहरूको कस्टमरहरूले पनि जेन्युनली फिडब्याक दिनुहुन्छ र त्यो दराजले चाहिँ हामीले त्यो प्लेटफर्म प्रोभाइड गरेको छ। ओभरअल प्रोडक्टहरूको डिटेल, अर्डरको डिटेलहरू, अर्डरको प्लेसमेन्ट, सिपमेन्टदेखि लिएर सबै कुराहरू त्यहाँ हेर्न पनि पाउँछ र त्यसले गर्दाखेरि चाहिँ हामीलाई काम गर्न एकदमै सजिलो पनि भएको छ र हामीले काम पनि गरिरहेको छ। हाम्रो चाहिँ अब हाम्रो प्रोडक्टभन्दा पहिले नै दराजमा धेरै भेराइटीको हनीको प्रोडक्टहरू थियो होइन। बायर्सहरूलाई पनि विच वान इज बेस्ट भनेर चुज गर्नको लागि पनि अलिकति गाह्रो हुन्छ होइन। अब हामीले सुरुमा त्यसको लागि चाहिँ हाम्रो प्रोडक्ट अलिकति बढी भिजिबल हुनु पऱ्यो होइन, धेरैभन्दा धेरै अडियन्ससँग रिच आउट हुनु पऱ्यो। त्यसको लागि चाहिँ हामीले दराजको मार्केटिङ सोल्युसन युज गरेर चाहिँ र हाम्रो प्रोडक्ट धेरै भिजिबल पनि भयो। त्यसले गर्दाखेरि हाम्रो सेल्स पनि ग्रोथ भएको छ र मन्थली सेल्स हेर्दाखेरि पनि त्यसले गर्दा हामीलाई अलिकति बढी इन्क्रिज भएको जस्तो देखिन्छ। अब दराजको सेलर सबमिटमा चाहिँ हामी जस्तै अरू पनि सेलरहरू आउनु भएको थियो र सँगै पार्टिसिपेट पनि भयौँ, उहाँहरूसँग इन्टरेक्सन पनि गर्न पाइयो, टु वे कम्युनिकेसन पनि भयो, इन्टरेक्सन पनि भयो। हाम्रो बेस्ट मेमोरी चाहिँ म त्यही भन्न चाहन्छु। अब अहिले चाहिँ इकमर्स प्लेटफर्मबाट बाई गर्ने बायर्सहरू चाहिँ एकदमै धेरै हुनुहुन्छ, एकदम धेरै बढी पनि राख्नु भएको छ। अब हाम्रो अहिले जति भेराइटीको हनी छ त्यसको सेल्स हेर्दाखेरि हामीले फ्युचरमा अरू प्रोडक्टहरू एड गऱ्यौँ भने पनि दराजको अडियन्सहरू पनि एकदमै बढ्दो क्रममा हुन्छ। त्यसले चाहिँ हामीलाई फ्युचरमा अरू प्रोडक्टदेखि लिएर अहिले भइरहेको प्रोडक्ट पनि ग्रोथ गर्नको लागि र सेल्स इन्क्रिज गर्नको लागि चाहिँ हेल्प गरेको छ। अब जसले पनि नयाँ एन्टरप्रेन्योरहरू हुन्छ, जसले पनि नयाँ प्रोडक्टहरू दराजमा राख्न चाहनु भएको छ उहाँहरूको लागि चाहिँ म के भन्छु भने दराजमा पनि अहिले कम्पिटिसन एकदमै धेरै छ। सबै प्रोडक्टहरूको, धेरै कम्पनीहरूको धेरै भेराइटीको प्रोडक्टहरू पाइन्छ होइन। त्यो भएकोले गर्दाखेरि चाहिँ हजुरले चाहिँ मेन चाहिँ प्रोडक्टको क्वालिटीमा ध्यान दिनुपर्ने हुन्छ अनि तपाईँहरूको प्याकेजिङदेखि लिएर अरू कुराहरूमा हजुरले ध्यान दिनुपर्ने हुन्छ। र दराजबाट तपाईँहरूले सेल्स गर्न चाहनुहुन्छ भने चाहिँ दराजको बायर्सहरू हेर्दाखेरि, दराजले प्रोभाइड गरेको प्लेटफर्महरू हेर्दाखेरि, त्यो हेर्दाखेरि चाहिँ तपाईँहरूको बिजनेस ग्रोथ गर्नको लागि र तपाईँले स्टार्ट गर्नको लागि चाहिँ दराज चाहिँ बेस्ट प्लेटफर्म हुन्छ भन्छु म चाहिँ। ह्याप्पी सेलिङ।